वेलकम गर्न चाहन्छु एउटा स्लोगनको साथ। डेजो नेपाल एक परिवार, स्वास्थ्य समृद्धि र खुसीको मूल आधार भन्ने विशेष आजको स्लोगन सहित आजको सेसनलाई म तपाईहरुमाझ स्लाइड वाइज सेसनलाई सुरु गर्न चाहन्छु। तपाईहरु तयार हुनुहुन्छ? प्लिज च्याट बक्स ओपन छ। यदि तयार हुनुहुन्छ भने तपाईहरुले च्याट गर्न सक्नुहुनेछ। यदि तपाईहरुले मलाई सुनिरहनु भएको छ, मेरो स्लाइडलाई देखिरहनु भएको छ भने च्याट बक्स ओपन छ। हामी कति एक्टिभ छौं भन्ने कुरा पनि च्याट बक्सले बताउनेछ। पक्कै पनि तपाईहरु एक्टिभ हुनुहुन्छ मलाई लाग्छ, किन आज हामी समृद्ध यानि कि इन्कम कसरी गर्न सकिन्छ डेजोमा धेरैभन्दा धेरै र धेरैभन्दा धेरै हामीसँग जोडिनु भएका हाम्रो टिम मेम्बरहरूलाई, हाम्रो टिम लिडरहरूलाई कसरी हामीले सम्पन्न बनाउन सकिन्छ, कसरी इन्कम गर्ने बाटो देखाउन सकिन्छ भन्ने तर्फ हामी केन्द्रित हुने भएकोले गर्दा पक्कै पनि तपाईहरु एक्टिभ हुनुहुन्छ र एक्टिभ हुन आवश्यक पनि छ। म तपाईहरुको यो जोशलाई कायम राख्दै आजको सेसनलाई अगाडि बढाउन चाहन्छु। ओके, डेजो नेपालले चाहिँ कस्तो खालको अपर्च्युनिटीलाई ओके डेजो नेपालले चाहिँ हामीमाझ कस्तो खालको अपर्च्युनिटीलाई लिएर आएको छ भन्ने कुरालाई हामीले यो क्रिएटिभबाट पनि देख्न सक्छौं। अ ग्रेट ब्रान्ड पार्टनर अपर्च्युनिटी हामीलाई डेजोले लिएर आएको छ, जसमा चाहिँ हामी एउटा डेजो नेपाल जस्तो डेजो नेपाल जस्तो मल्टिलेभल कम्पनीको हामी स्टार्टिङबाट यदि हामी हाम्रो आइडी क्रिएट गर्छौं, कन्ज्युमर आइडी क्रिएट गर्छौं भने हामी कन्ज्युमर आइडी क्रिएट गर्दै गर्दाखेरि हामीले चाहिँ डेजो जस्तो एउटा ब्रान्ड कम्पनीको चाहिँ ब्रान्ड पार्टनर बन्ने अपर्च्युनिटी पाउनेछौँ। त्यसै गरेर प्यारलल सोर्स अफ इन्कम हामीले हामीले सोचे भन्दा माथिल्लो लेभलसम्मको हामीले चाहिँ प्यारलल सोर्स अफ इन्कम गर्न सक्नेछौँ डेजो नेपालको माध्यमबाट। त्यसै गरी एक्सिलेन्ट अन म्यानुफ्याक्चर प्रोडक्ट, जहाँ चाहिँ डेजो नेपालमा जति पनि प्रोडक्टहरू अहिले हामीसँग एभाइलेबल छ त्यो चाहिँ कम्पनीले एक्सिलेन्टली क्वालिटी, भरपुर क्वालिटी सहित 100% क्वालिटी सहित चाहिँ आफैले तयार गर्ने गरेको प्रोडक्ट चाहिँ हामीले डेजो नेपालमा पाउन सक्नेछौँ। त्यसै गरेर आउटस्ट्यान्डिङ बिजनेस अपर्च्युनिटी हामीले डेजोमा पाउन सक्नेछौँ। हामी सँगसँगै हामीले धेरैभन्दा धेरैलाई हाम्रो बिजनेसको अपर्च्युनिटी चाहिँ प्रोभाइड गर्न सक्नेछौँ डेजो नेपालमा। त्यसै गरेर अनलिमिटेड इन्कम पोसिबिलिटी, मैले अघि पनि भनिसकेको छु, हामीले सोचे भन्दा पनि माथिको लेभलसम्मको इन्कम चाहिँ हामीले डेजो नेपालमा गर्न सक्नेछौँ साथीहरू। त्यसै गरी अब चाहिँ हामी डाइरेक्ट सेलिङमा विशेष गरी डेजो नेपालमा हामीले आउँदै गर्दाखेरि चाहिँ हामीले कस्ता खालका हाम्रा ड्रिम्स अथवा हाम्रा सपनाहरूलाई फुलफिल गर्ने अवसर पाउन सक्छौँ भन्ने कुरा यो छोटो क्रिएटिभबाट हामीले हेर्न सक्छौँ। प्यारलल सोर्स अफ इन्कम, यदि हामीसँग इन्कम स्रोत चाहिँ हामीले चाहे भन्दा पनि बेसीको छ भने हामीले हाम्रा ड्रिम्स जति पनि हाम्रा सानादेखि लिएर हाम्रा ठुला जति पनि हाम्रा ड्रिम्स छन् ती सम्पूर्ण चिजहरूलाई हामीले फुलफिल गर्न सक्छौँ यदि हामीले डेजो नेपालमा आबद्ध भएर डेजोको बिजनेस प्लेटफर्ममा रहेर हामीले काम गर्छौँ विथ सिस्टम सहित भने हामीले वर्क लाइफ ब्यालेन्स गर्न सक्छौँ। हाम्रो काम गर्ने हाम्रो के हुन्छ त, हाम्रो कामको लाइफस्टाइल पनि एउटा के हुन्छ, ब्यालेन्स भएर जान्छ। अहिले हेर्नुहोस् त धेरैजनामा के छ, कतिखेर काम गर्ने हैन, कसैले काम गर्नेले काम गरेको गरेछ, उसले कहिले रेस्ट नै पाएको छैन भने कोही सीमित व्यक्तिहरूमा के छ, उहाँहरूले कसैले कामै गर्नु परेको छैन, उहाँहरूले रेस्ट गरेर पनि उहाँहरूले चाहे जतिको इन्कम गरिरहनु भएको छ। जसले एकदमै बढी मेहनत गरिरहनु भएको छ, उहाँहरूले आफ्नो सानोभन्दा सानो आफ्नो आवश्यकतालाई पनि पुरा गर्न सकिरहनु भएको अवस्थामा यदि डेजो नेपालमा रहेर हामी बिजनेसलाई अँगाल्छौँ भने हामीले वर्क लाइफ ब्यालेन्स पाउन सक्नेछौँ। त्यसै गरेर अहिलेको समयमा यो एकदमै प्रायोरिटी र नेसेसरी चिज बनिसकेको छ ड्रिम कार। हेर्नु, सबैजनाले देख्नु भएको छ, भिजन बनाउनु भएको छ, पक्कै पनि सबैजनाको गोल सेटमा हुन सक्छ कि मैले चाहिँ यस्तो खालको मेरो ड्रिम कार छ, म यस्तो खालको गाडी लिन्छु भन्ने सबैको सोच
यदि छ र पक्कै पनि हुनुपर्छ, त्यो चाहिँ हामीले डेजो नेपालबाट पुरा गर्न सक्छौँ। अर्को भनेको ड्रिम हाउस। अभियसली सबैको हुन्छ, आफ्नो सपनाको घरमा बस्ने रहर सबैलाई छ, पक्कै मलाई चाहिँ छ, तपाईँहरूलाई पनि हुनसक्छ र हुनु पनि पर्छ। त्यो पुरा गर्न सक्छ डेजो नेपालको बिजनेस अपर्च्युनिटीले। त्यसै गरेर वर्ल्ड टुर, यो त भन्नै पर्दैन, डेजो नेपालमा धेरैजनाले लिइसक्नु भएको छ। रिसेन्टली हामीले झन्डै केही महिना अगाडि थाइल्यान्ड ट्रिप गरेका थियौँ। लगभग हामी 50जनाको सेरोफेरोमा हामी डेजो नेपालबाट पार्टिसिपेन्ट थियौँ थाइल्यान्ड ट्रिप। त्यसै गरेर अब हाम्रो पोखराको केही समय पछाडि अभियसली भिजिट कार्यक्रम हुँदैछ, नेसनल टुर। त्यसै गरेर हामीमा आज आइसकेको छ, यो पनि हाम्रो लागि फरेन टुर नै हो, मुम्बई टु गोवा क्रुज ट्रिप। त्यसमा पनि हामी धेरैभन्दा धेरै पार्टिसिपेन्ट हुनेवाला छौँ नेपालबाट। त्यसै गरेर अर्को हाम्रो ड्रिम्स भनेको फाइनेन्सियल सेक्युरिटी। अहिले हेर्नुहोस्, हामीले काम गरिरहेका छौँ, कुनै जब सेक्टरमा हुनसक्छ अथवा बिजनेस सेक्टरमा हुनसक्छ, हामीले काम गरिरहेका छौँ, तर हामीले मेहनत गरिरहँदाखेरि हाम्रो जीवनकालसम्म हामीले काम गरिरहँदाखेरि पनि चाहिँ हाम्रो फाइनेन्सियल सेक्युरिटी हुन सकिरहेको अवस्था छैन। हामीले जति कमाउँछौँ हाम्रो खर्चमै सीमित भइरहेको अवस्थामा यदि हामी डेजोय नेपालको बिजनेस अपर्च्युनिटीलाई अँगाल्छौँ भने फाइनेन्सियल सेक्युरिटी पनि हामी पाउन सक्नेछौँ। अर्को भनेको रिकग्नाइजेसन। रिकग्नाइजेसन डेजोयमा त अभियसली जलुवा नै हुन्छ। हेर्नुहोस् होइन, तपाईँको धेरैजना यसको भागीदार बनिसक्नु भएको छ। हामीले गरेको सानो सानो हामीले टिमलाई गरेको सपोर्ट, हामी टिमसँग मिलेर गरेको कामले नै हामीलाई सम्मानित बनाइरहेको छ। हामीले हेर्न सक्छौँ हरेक ब्रान्चहरूमा हरेक महिना डेजो रिकग्नाइजेसन, डेजो एचिभर डे बनाइरहेका छौँ हामीले। हेर्नुहोस्, जहाँ चाहिँ सामान्य प्रोडक्ट खरिद पसललाई परिवर्तन गर्दै गर्दा पनि हामी सम्मानित बन्न सक्छौँ, जुन चाहिँ डेजो नेपालमा प्रशस्त उदाहरणहरू छन्। जसले अलिकति टिमलाई सपोर्ट गरेर म सँगसँग मेरा जोडिनुभएका मेरो टिमका साथीहरूलाई पनि सफल बनाउनुपर्छ भन्दै गर्दाखेरि अझ हामी उच्च लेभलको सम्मानित हुन पुगिरहेका छौँ। हेर्नुहोस्, भर्खरै सम्पन्न भएको डेजोय प्राइभेट लिमिटेडको 6th एनिभर्सरी जुन चाहिँ झारखण्ड राँचीमा भएको थियो, वास्तवमै केही हामी नेपालबाट पार्टिसिपेन्ट थियौँ भने धेरैजनाले लाइभबाट पनि देख्नु भएको छ। वास्तवमै डेजो नेपालको रिकग्नाइजेसन अथवा डेजो प्राइभेट लिमिटेडको रिकग्नाइजेसन कस्तो हुन्छ भन्ने झलक हामीले त्यो 6th एनिभर्सरीबाट पनि देख्न पाइरहेका छौँ। हेर्नुहोस्, त्यस्तो शानदार लगभग हजारौँ जना, 3-4 हजार जनाको भिडमा एनाउन्स भएर नाम आउँदै गर्दा अभियसली तपाईँलाई पनि गर्व फिल हुन्छ, मलाई पनि गर्व फिल हुन्छ र हामी त्यसको भोगको पनि छौँ। त्यो पुरा हुन्छ त केवल डेजो नेपालबाट। अर्को च्यारिटी। हामी सधैँभरि सोसल वर्क गर्न रमाउने मान्छे। हेर्नुहोस्, अझ विशेष गरी हामी नेपालीहरूको त हाम्रो यो कल्चर अथवा हामी जे भनौँ यसमा हामी धेरै नै रुचाउँछौँ चाहिँ सोसल वर्क गर्न, जुन चाहिँ हामीले चाहे जस्तो सोसल वर्क, जसमा चाहिँ हामीले गरेको सोसल वर्कले कसैको जीवन परिवर्तन हुनसक्छ, कसैलाई स्वास्थ्य बनाउन सकिन्छ, कसैलाई समृद्ध बनाउन सकिन्छ, कसैलाई चाहिँ सम्मानित गर्न सकिन्छ, कसैलाई विभिन्न ठाउँको अवलोकन गराउन सक्नेसम्मको लेभल र कसैको फ्यामिलीको लाइफस्टाइललाई चेन्ज गर्न सक्ने गरेको सोसल वर्क चाहिँ हामीले वास्तविक सोसल वर्क हामी चाहिँ डेजो नेपालमा आएर गर्न सक्छौँ। र बेटर एजुकेसन फर चिल्ड्रेन, हामीले हाम्रो सन्तानहरूको उच्च शिक्षाको लागि हामीले सोचिरहनु पर्दैन। हामीले कम्प्रोमाइज, हामीले हाम्रो बच्चाहरूको हाम्रो सन्तानको पढाइको लागि हामीले कम्प्रोमाइज गरिरहनु पर्दैन। उनीहरूले चाहेको कलेज, चाहेको स्कुल, चाहेको उच्च शिक्षा हामीले र चाहेको सब्जेक्ट हामीले पढाउनको लागि हामीले गर्ने अवस्था छैन। हेर्नुहोस्, हो भने धेरैजना बुवा आमाले आफ्नो छोराछोरीको चाहनालाई पुरा गर्न, उच्च शिक्षाको चाहनालाई पुरा गर्न सकिरहेको अवस्था होइन, चाहँदा सक्दा नसक्दै पनि बाध्यताले गर्नु परिरहेको अवस्था जुन छ, त्यो कुरालाई चाहिँ डेजो नेपालको यदि हामी सहभागी हुन्छौँ भने त्यो छिर्नेछ। अर्को क्वालिटी टाइम विथ फ्यामिली, यो एकदम महत्त्वपूर्ण छ, जुन हामीलाई डाइरेक्ट सेलिङ डेजोले सिकाउँछ। हुनसक्छ अहिले रिसेन्टली केही समय हामी परिवारभन्दा टाढा छौँ, परिवारलाई हामीले चाहे जतिको समय दिन सकिरहेका छैनौँ, तर भोलिको दिन हेर्नु, जब हामी 2 वर्ष 3 वर्ष र 5 वर्ष, बढीमा हामी 5 वर्ष भन्ने गर्छौँ डाइरेक्ट सेलिङमा हामी बिताउँछौँ, त्यस पछाडिको फुल टाइम भनेको हाम्रो परिवारको लागि हुनेछ, जहाँ जुन टाइम एकदमै क्वालिटीको हुनेछ। हाम्रो लाइफस्टाइल परिवर्तन भएको हुनेछ त्यो समय। त्यो खालको हामीले चाहिँ के गर्न सक्नेछौँ, फ्यामिलीको लागि पनि हामीले टाइम स्पेन्ड गर्ने गरेको चाहिँ हामीले बिजनेस अपर्च्युनिटी यदि डेजो नेपालको बिजनेसमा हामी आबद्ध हुन्छौँ भने। के तपाईँहरू तयार हुनुहुन्छ? च्याटबक्स ओपन छ, तपाईँहरू तयार हुनुहुन्छ यो बिजनेसलाई अँगाल्न? जति पनि यी हाम्रा सपनाहरू छन् यी पुरा गर्नको लागि के तपाईँहरू तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने एस लेख्नुहोस्,
तपाईहरुको एक्साइटमेन्ट चाहिँ बनिरहनु पर्यो। कसले भिडियो अन गर्नु भएको छ एकचोटि भिडियो अन गर्नुहोस् त सबैले। हेर्नुहोस् हामी समृद्धको कुरा गर्दैछौँ, हाम्रा सपना पूरा गर्ने कुरा गर्दैछौँ, हामी सम्पन्न बन्ने हाम्रो लाइफस्टाइललाई परिवर्तन गर्ने कुरा गर्दैछौँ। यदि हामी सुतेर हैन भिडियो अफ गरेर सुनेर मात्रै सुने जस्तो गरेर बस्यौँ भने चाहिँ हाम्रो लाइफस्टाइल परिवर्तन हुनेवाला छैन। जति धेरै हामीमा इनर्जी हुन्छ, जति धेरै हामी एक्साइटमेन्ट बढाउँछौँ, जति धेरै हामी एक्टिभ हुन्छौँ, त्यति नै हाम्रो लाइफस्टाइल पनि परिवर्तन हुनेछ। सो म स्लाइडलाई अगाडि सेयर गर्न चाहन्छु र यहाँ मैले केही समेटेको छु। हुनसक्छ हामीले काम गर्दै गर्दाखेरि लिगलाइजका कुराहरू पनि आउँछन्, जहाँ चाहिँ हामी डेजो नेपाल हरेक कानुनी प्रक्रियाहरू हामीले पुरा गरिसकेका छौँ। वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पनि हामी जति प्राप्त छौँ। हाम्रो प्यान कार्यालयमा पनि रजिस्टर छ, कम्पनीमा पनि दर्ता छ भने हामीहरू सबै कुरा लिगलाइज रूपमा चाहिँ हामीले डेजो नेपाललाई हामीले अगाडि बढाइरहेका छौँ। यदि यो हामीसँग यहाँ जति पनि जोडिनु भएको छ 74 पार्टिसिपेन्ट देखिरहेको छु, एकदमै राम्रो पार्टिसिपेन्ट छ। सबैजनालाई धन्यवाद, सबैजनाको यो समयको लागि। र जति पनि नयाँ हुनुहुन्छ आज यो सेसनमा, मेरो सेसनमा जति पनि नयाँ हुनुहुन्छ उहाँहरूले यो जान्नै पर्ने कुरा कि हामी लिगल रूपमा लिगल डकुमेन्ट तपाईँहरूमा आज मैले सेयर गरेको छु, लिगल रूपमा डेजो नेपाललाई हामीले अगाडि बढाइरहेका छौँ। हजुरहरूले जान्नुभयो भने हरेक ब्रान्चमा हाम्रो लिगल डकुमेन्ट डेजो नेपालको हरेक लिगल डकुमेन्ट चाहिँ तपाईँहरूले भेट्नुहुनेछ हरेक ब्रान्चमा, र हाम्रो वेबसाइटमा गएर हेर्नुभयो भने पनि पाउनुहुनेछ। अब कुरा गरौँ डेजो नेपालमा कस्तो खालको सिस्टम छ र डेजो नेपालमा कस्तो सिस्टमबाट हामीले काम गर्यौँ र कुन तरिकाबाट हामीले काम गर्यौँ भने कुन तरिकाको अथवा कस्तो खालको इन्कम र कुन लेभलसम्मको इन्कम गर्न सक्छौँ भन्ने कुरालाई म तपाईँहरूमा साझा गर्न चाहन्छु। डेजो नेपाल जोइनिङ इन्कमलाई प्लान ए भन्ने गरेको छु मैले, जसमा चाहिँ डेजो नेपालमा साँच्चै भन्यो भने डाइरेक्ट सेलिङ नेपालको हकमा डेजो नेपालमा मात्रै हामीसँग एउटा यस्तो लाइफ टाइम रिवार्ड अपर्च्युनिटी छ जसलाई चाहिँ मेगा लन्च पक्कै पनि बाँकी गरिसकेका, जसले रिवार्ड म सर्वप्रथम सम्पूर्ण ग्रेट लिडरहरूलाई बधाई दिन छ। धेरै लिडरहरूले यो रिवार्डको अचिभमेन्ट भएको छ, जति पनि अचिभमेन्ट लिनुभएकोलाई म उहाँहरूलाई बधाई दिन चाहन्छु। यहाँ देख्न सक्नुहुन्छ लाइफ टाइम रिवार्ड 300+ करोड क्लब मिलस्टोन। हेर्नुहोस्, यति हेर्दै गर्दा तपाईँहरूले बुझिसक्नु भएको छ डेजो नेपालले कति ठुलो बिग अपर्च्युनिटी जुन चाहिँ हाम्रो इन्कमको रूपमा लिएर आएको छ भन्ने कुरालाई म मेरो स्लाइडलाई अगाडि सार्न चाहन्छु। अब डेजो नेपालको प्लान ए, जसमा हामीले जोइन इन्कम अथवा एफबिबी प्लान भन्ने गर्छौँ, यसमा चाहिँ हामीले कस्तो खालको इन्कम गर्न सक्छौँ त भन्दा डेजो नेपाल लाइफ टाइम रिवार्ड, यसमा चाहिँ हामीले 4 टाइप अफ इन्कम, जसमा चाहिँ हामीले 4 किसिमको इन्कम गर्न सक्नेछौँ, जसमा चाहिँ रिफरल इन्कम, म्याचिङ इन्कम, मेन्टरसिप इन्कम र लाइफ टाइम रिवार्ड। हेर्नुहोस्, लाइफ टाइम रिवार्ड भनेको जीवनभरको लागि रिवार्ड हामीले पाउने गरेको 4 किसिमको इन्कम हामीले गर्न सक्नेछौँ यदि डेजो नेपालको एफबिबी प्लानमा अथवा जोइनिङ इन्कम प्लानमा हामीले काम गर्छौँ भने। अब यो इन्कम गर्नको लागि चाहिँ हेर्नुहोस्, यो 4 किसिमको इन्कम गर्नको लागि चाहिँ अब हामीले कसरी काम गर्नुपर्छ अथवा कस्तो खालको जोइनिङ, मैले कुरा गरिसकेको छु यो जोइनिङ प्लान हो भनेर। कस्तो खालको जोइनिङ सिस्टम छ त डेजो नेपालको भन्दा टाइप अफ जोइनिङ भनेर हामीले 3 तरिकाले हामीले जोइनिङ गर्न सक्छौँ। हाम्रो टिममा हामीले 3 तरिकाले एफबिबी प्लानबाट जोइनिङ गर्न सक्छौँ। फर्स्ट, हामीले 2500 एफबिबीबाट पहिलो जोइनिङ हामीले गर्न सक्छौँ। मेरो भोइस क्लियर छ? क्लियर सर, विष्णु सर क्लियर छ, गो अहेड। ठीक छ, स्लाइड पनि क्लियर छ सर? बिल्कुल सर, बिल्कुल क्लियर छ। ओके, थ्यांक यू दिपक सर। म फेरि दोहोऱ्याउन चाहन्छु, हामीले डेजो नेपालको एफबिबी प्लानमा काम गर्दै गर्दाखेरि हामीले 3 तरिकाले जोइनिङ गर्न सक्छौँ। फर्स्टमा छ 2500 एफबिबीबाट हामीले जोइनिङ गर्न सक्छौँ। पहिलो, यदि हामी 2500 भन्दा कमबाट हामी एफबिबीमा जोइनिङ गर्न खोज्यौँ भने त्यो पोसिबल छैन। मिनिमम पनि 2500 एफबिबीबाट हामीले जोइनिङ गर्नुपर्नेछ। अब लगभग एप्रोक्सली यो केही अङ्क तलमाथि हुन सक्छ, एप्रोक्सली 2500 एफबिबी भनेको एमाउन्टको हिसाबले नेपालमा कति पर्न जान्छ भन्दाखेरि लगभग 10 देखि 12 हजार रुपियाँ
मैले 12,500 लिएको छु, यो म्याक्सिमम हुन सक्छ। 10 देखि 12,000 रुपियाँ बराबर हामीले 2500 एफबीबीबाट जोइनिङ गर्न सक्छौँ। अब 2500 एफबीबीबाट जोइनिङ गर्दा के हुन्छ भन्दा पक्कै पनि स्मरण गराउन चाहन्छु, डेजो नेपालको एफबीबी प्लान भनेको डेली क्लोजिङ हुन्छ र विकली पे आउट आउँछ। यो डेली क्लोजिङ हुने भएकोले गर्दाखेरि यदि हामीले 2500 एफबीबीबाट जोइनिङ गरेका छौँ हामीले भने पर डे हामीले 1600 रुपियाँसम्म इन्कम गर्न सक्छौँ। पर डे हामीले 1600 सम्म इन्कम गर्न सक्छौँ। त्यसै गरेर 5000 एफबीबी नेक्स्ट जोइनिङ, 5000 एफबीबीबाट हामीले जोइनिङ गर्न सक्छौँ। नेक्स्ट स्टेप 5000 एफबीबी भनेको एप्रोक्सिमेटली 25,000 रुपियाँ एमाउन्ट नेपाली, 25,000 रुपियाँ एमाउन्ट बराबर हामीले नेक्स्ट जोइनिङ गर्न सक्छौँ। त्यो गर्दै गर्दा के हो, कस्तो खालको इन्कम हुन्छ भन्दा हामीले पर डे लिमिटेसनको हिसाबले हेर्ने भने 8,000 सम्म इन्कम गर्न सक्छौँ पर डे। त्यसै गरेर लास्ट हामीले भनेको 7,500 एफबीबीबाट जोइनिङ गर्न सक्छौँ। लगभग इच एन्ड एभरेज हेर्ने हो भने 3500 देखि 35,000 देखि 37,500 सम्मको हाम्रो तपाईँको एमाउन्ट बन्न जान्छ 7,500 एफबीबीले जोइनिङ गर्दा, जसमा चाहिँ हामीले पर डे 16,000 सम्म कमाउन सक्छौँ। हेर्नुहोस्, तर तपाईँको इन्कम पर डे 16,000 को इन्कम बन्नेवाला छ। तर तपाईँको आफ्नो आइडी टपअप अथवा आफ्नो आइडी चाहिँ तपाईँले 2500 मात्रै गर्नुभएको छ भने तपाईँले पर डे 16,000 होइन 1600 मात्रै कमाउन सक्नुहुनेछ। वास्तवमै यो जोइनिङको 3टा स्टेपको रुल्स यही नै हो। अब तपाईँहरूमा जिज्ञासा हुनसक्छ, म यही मेटाउन चाहन्छु। यदि मैले 2500 एफबीबीबाट जोइनिङ गरेँ, आज मैले 2500 एफबीबीबाट जोइनिङ गरेँ, जहाँ चाहिँ मेरो भर्खर एफबीबी प्लानमा काम गर्दैछु, मेरो 1600 सम्म मात्रै इन्कम बन्नेछ। तर भोलिको दिनमा मेरो 8,000 सम्मको इन्कम बन्ने भयो। अब मैले एकैचोटि 2500 को गरेर 5,000, अब प्लस 2500 गरेर मैले 5,000 गरेर मेरो आइडीलाई टपअप गर्न सक्छु। होइन, मैले 2500 गरेँ र मैले कुनै समय आवश्यकता अनुसार मेरो आइडीलाई बिस्तारो थोरै थोरै गरेर पनि एफबीबीमा चाहिँ बिलिङ गरेर मैले मेरो आइडीलाई बिस्तारै क्रमिक रूपमा 5,000 एफबीबी भन्न पनि तपाईँहरूले पाउनुहुनेछ। तर मिनिमम 2500बाट स्टार्ट हुन्छ। त्यस पछाडिको हरेक स्टेपमा तपाईँले आफ्नो आवश्यकता अनुसार आफ्नो चाहिँ आइडीलाई टपअप गर्दै जान सक्नुहुनेछ। अब मैले अघि कुरा गरिसकेको छु 4 किसिमको इन्कम हामीले गर्न सक्छौँ, जसमा रिफरल इन्कम, म्याचिङ इन्कम, मेन्टरसिप इन्कम र लाइफ टाइम रिवार्ड। अब यो रिफरल इन्कम भनेको चाहिँ कस्तो होला, जहाँ जोइनिङको कुरा आइसकेको छ, हामीले कुन तरिकाले जोइनिङ गर्न सक्छौँ भन्ने कुरा आइसकेको छ भने अब यो रिफरल इन्कम भनेको चाहिँ कस्तो होला त भन्दा तपाईँले रिफरल गर्ने बित्तिकै तपाईँले डाइरेक्ट इन्ट्रोड्युस गर्नुभएको अथवा डाइरेक्ट तपाईँले डेजोको प्लान अथवा डेजोको सिस्टमलाई बताएर तपाईँको सिस्टममा कसैलाई लिएर आउनुहुन्छ र आफ्नो मेन्टरसिपमा अथवा आफ्नो स्पोन्सरमा कसैको आइडी क्रिएट गर्नुभएको छ र उहाँलाई चाहिँ तपाईँले हामीसँग भएको 3वटा कुनै पनि 2500, 5,000 अथवा 7,500 मध्ये कुनै पनि एउटा प्याकेज अथवा एफबीबीबाट तपाईँले जोइनिङ गराउनुहुन्छ भने यदि त्यो जोइनिङ, यो कुरालाई पनि ख्याल गर्नु होला, यदि त्यो जोइनिङ चाहिँ प्याकेजबाट छ भने तपाईँले रिफरल अन्तर्गतको जोइनिङको 10% चाहिँ रिफरल इन्कम पाउनुहुनेछ। फर एक्जाम्पल, जस्तो तपाईँले राम सिस्टममा लिएर आउनुभयो, तपाईँले एफबीबी प्लानबाट उहाँलाई जोइनिङ गराउनु भयो, उहाँलाई चाहिँ तपाईँले रामलाई 5,000बाट जोइनिङ गराउनु भयो प्याकेजबाट, चुजेबल प्रोडक्ट होइन, प्याकेजबाट। मैले यहाँ लेखेको पनि छु ओन्ली फर प्याकेज जोइनिङ। प्याकेजबाट यदि तपाईँले 5,000 को एफबीबीबाट जोइनिङ गर्नुभयो भने 5,000 को 10% भनेको 500 रुपियाँ चाहिँ तपाईँले डाइरेक्टली रिफरल इन्कम पाउनुहुनेछ, जसमा हामीले चाहिँ कसैलाई यसलाई अथवा जोइनिङ इन्कम भन्न पनि सक्ने भयो। ठिक छ। त्यसै गरेर नेक्स्टमा छ म्याचिङ इन्कम। अब हामीले अहिलेसम्म आरबीबी प्लानमा काम गर्दै गर्दा, रिपर्चेस प्लानमा काम गर्दै गर्दा हामीलाई थाहा छ कि हामी डेजो नेपालको सिस्टममा हामीसँग 2 लेग जेनेरेसन प्लान हो, हामीसँग मल्टिपल लेग छैन, हामी 2टा लेगमा काम गर्छौँ र 2टा लेगमा इक्वल्ली बिजनेसको हामी म्याचिङ गरेर अहिलेसम्म हामीले इन्कम गरिरहेका छौँ। हेर्नुहोस् होइन, त्यही अनुरूप हामीले अब एफबीबी प्लानमा पनि म्याचिङ इन्कम छ, जसमा चाहिँ हामीसँग यसमा चाहिँ केही टर्म एन्ड कन्डिसन छ, जसमा म्याचिङ इन्कम गर्नको लागि फर्स्ट फियर 2:1 या 1:2 को रेसियोमा हामीले आइडी क्रिएट गर्न जरुरी छ अथवा बिजनेस म्याचिङ गर्न जरुरी छ भने देखि लास्ट पियरसम्म 1:1 को रेसियोमा हामीले म्याचिङ गरेर म्याचिङ इन्कम दिन सक्नेछौँ। र म्याचिङ इन्कम चाहिँ जतिको म्याचिङ हुन्छ त्यसको 10% चाहिँ हामीले म्याचिङ इन्कम लिन सक्नेछौँ।
म्याचिङ इन्कम चाहिँ हामीले मैले फेरि पनि दोहोऱ्याउँदैछु, यो कुरा तपाईँहरूले ध्यान दिन आवश्यक छ। म्याचिङ इन्कम गर्नको लागि फर्स्ट पेयर 2:1 अथवा 1:2 हुन जरुरी छ। जस्तै हामीले अहिलेसम्म एबीबी प्लानमा काम गर्दै आरबीबी प्लानमा काम गर्दै गर्दाखेरि हामीले विशेष गरी अहिलेसम्म काम गर्दै गरेको हामीले एउटा लेगलाई मात्रै मेन्टेन गरेर र एउटा लेगलाई हाम्रो अफलाइनहरूले मेन्टेन गरेकै हिसाबले हामीले म्याचिङ गरेर इन्कम गरिरहेका छौँ। हाम्रो कम्पिटिटर छैन अथवा यो के अरे चाहिँ कम्पलसरी थिएन कि हामीले हाम्रो पावर लेग भनौँ अथवा हाम्रो चाहिँ अफलाइनरले चलाउँदै गर्नुभएको लेगमा पनि हामीले हाम्रो आइडी क्रिएट गर्न अथवा कम्पलसरी जुन हाम्रो आरबीबी प्लानमा छैन भने एफबीबी प्लानमा यदि हामी म्याचिङ इन्कम लिन चाहन्छौँ भने 2:1 अथवा 1:2 भन्नको मतलब तपाईँले एउटा न एउटा आइडी कुनै पनि एउटा आइडी तपाईँले आफ्नो पावर साइडमा गएर पनि आइडी क्रिएट गरेर एक्टिभेसन गर्न जरुरी छ। यो कुरालाई नभुल्नु होला। यदि हामी म्याचिङ इन्कम लिन चाहन्छौँ भने हामीले हाम्रो पावर साइडमा पनि हामीले एउटा न एउटा आइडी क्रिएट गरेर त्यसलाई एक्टिभेसन गर्न आवश्यक छ, जसमा चाहिँ फर्स्ट पेयर 2:1 यानि कि 1:2 र सेकेन्ड एन्ड लास्ट पेयर भनेको 1:1 को रेसियोमा चाहिँ हामीले म्याचिङ गरेर म्याचिङको जतिको म्याचिङ हुन्छ त्यसको 10% चाहिँ हामीले म्याचिङ इन्कम लिन सक्नेछौँ। क्लियर छ यहाँसम्म? तपाईँहरूले च्याटमा यदि क्लियर छ भने च्याट बक्स ओपन छ, एस लेख्न सक्नुहुनेछ। मैले देखिरहेको छु सबैजनालाई, पक्कै पनि सबैजना एकदमै सेन्सियर, किनकि कमाउने कुरा छ। हेर्नुहोस् एकदमै सेन्सियर भएर सुनिरहनु भएको छ। ओके ओके ग्रेट। ओके 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 म नेक्स्ट मैले दुईटा इन्कमलाई क्लियर गरिसकेको छु, रिफरल इन्कम र म्याचिङ इन्कम। अब थर्ड इन्कममा छ थर्ड इन्कम मेन्टरशिप इन्कम। यो एकदमै पावरफुल छ। यो डेजवे नेपालको र समग्र डाइरेक्ट सेलिङमा नेपालको डाइरेक्ट सेलिङको हकमा हेर्ने हो भने यो हामीसँग भएको एउटा मजबुत कडी हो, जसमा हामीले धेरै भन्दा धेरै लिडरहरूलाई यसमा समावेश गर्न सक्छौँ। हामीले राम्रो टिम क्रिएट गर्न सक्छौँ। एउटा यो मात्रै हामीसँग भएको इन्कमलाई देखाएर, जसमा चाहिँ मेन्टरशिप इन्कम, जहाँ चाहिँ हामीले डाइरेक्ट स्पोन्सर गरेर लिएर आएको व्यक्ति, हाम्रो डाइरेक्ट स्पोन्सर गरेर लिएर आएको टिमले जति इन्कम गर्नुहुन्छ म्याचिङबाट, जति इन्कम गर्नुहुन्छ त्यसको 15% इन्कम चाहिँ स्पोन्सर गर्ने अथवा मेन्टरलाई प्रोभाइड हुन्छ। म फेरि पनि दोहोऱ्याउँदैछु, मेन्टरशिप इन्कम हाम्रो इन्कम हो यो, जहाँ चाहिँ हामीले डाइरेक्ट स्पोन्सर गरेर लिएर आएको व्यक्तिले जति म्याचिङ गरेर इन्कम गर्नुहुन्छ त्यसको 15% चाहिँ हामीले मेन्टरशिप इन्कम मेन्टरले पाउनेछौँ डेजवे नेपालको एफबीबी प्लान अन्तर्गत। फर एक्जाम्पल जस्तो मैले मानिलिनुहोस् डाइरेक्ट स्पोन्सर गरेर, हेर्नुहोस् हामीले अथवा यहाँ म दिपक सरले मान्नुहोस्, फर एक्जाम्पल दिपक सरले डाइरेक्ट स्पोन्सर गरेर चाहिँ 10 जनालाई एफबीबी प्लानमा जोइनिङ गर्नुभयो र उहाँलाई इन्कम गर्ने बनाउनु भयो र उहाँहरूको म्याचिङ गरेर इन्कम चाहिँ पर हेड उहाँहरूले चाहिँ म्याचिङबाट मात्रै 10,000 रुपियाँ इन्कम गर्दै हुनुहुन्छ र 10 जना हुनुहुन्छ भनेपछि उहाँहरूले 1 लाख रुपियाँ इन्कम गर्दै गर्दा, जहाँ चाहिँ दिपक सरले डाइरेक्ट स्पोन्सर गरेर 10 जनालाई एफबीबी प्लानमा ल्याउनु भएको छ, उहाँहरूले 10 जनाले 1 लाख रुपियाँ इन्कम गर्दै गर्दाखेरि त्यो उहाँहरूले 1 लाख रुपियाँ इन्कम गर्दै गर्दा दिपक सरको मेन्टर, दिपक सरले गर्नुभएको स्पोन्सरबाट उहाँलाई 15% यानि कि 50,000 रुपियाँ इन्कम चाहिँ मेन्टरशिप इन्कमबाट बन्नेछ। ल हेर्नुहोस्, योभन्दा जबरजस्त अरू के हुन सक्छ? हेर्नुहोस्, यो म दावाका साथ भन्न सक्छु यतिको प्लान पनि डाइरेक्ट सेलिङ नेपालमा भएका डाइरेक्ट सेलिङ कम्पनीसँग छैन। हामी जुनसुकै कम्पनीसँग पनि टेबल टक गरेर यो हाम्रो प्लान प्रेजेन्टेसन गरेर हामीले हाम्रो टिम क्रिएट गर्न अथवा हाम्रो टिमलाई बढाउन सक्छौँ। यदि हामी एफबीबी प्लानमा मात्रै रहेर 1 वर्षसम्म एफबीबी प्लानमा गएर डाइरेक्ट स्पोन्सरलाई फोकस गरेर 1 वर्षसम्म मात्रै हामी काम गर्ने हो भने, यदि हामी एफबीबी प्लानमा रहेर डाइरेक्ट स्पोन्सरलाई मात्रै फोकस गरेर 1 वर्षसम्म मात्रै काम गर्ने हो भने र त्यस पछाडि इनकेस हामीले कामलाई अथवा हाम्रो एक्टिभनेसलाई अलिकति चाहिँ तपाईँको के अरे कम गऱ्यौँ भने पनि लगभग एभरेजमा हेर्ने हो भने पर मन्थको मेन्टरशिपको इन्कम मात्रै 25,000 देखि 30,000 रुपियाँको इन्कम हाम्रो कहीँ पनि जाने।
हेर्नुहोस् त्यति धेरै पावरफुल चाहिँ मेन्टरसिप इन्कम हामीले पाउन सक्नेछौँ, जसमा हाम्रो ग्रेट लिडरहरूले यो एचिभमेन्ट लिन सुरु गरिसक्नु भएको छ। म अगाडि बढ्न चाहन्छु। लाइफ टाइम रिवार्ड, यो त जबरजस्त, यो त हामीले साँच्चै हामीले परिकल्पना गरे भन्दा पनि र हामीले सोचे भन्दा पनि, मैले अघि कुरा गरेको थिएँ नि, हाम्रो ड्रिम्सका, हाम्रा सपनाहरूको जुन हामीले कति देखेका थियौँ, कति हामीले सोचेका पनि छैनौँ। हामीले सोच्न पनि नसक्ने सम्मको हामीलाई अपर्च्युनिटी चाहिँ डेजो नेपालले लाइफ टाइम रिवार्डको रूपमा लिएर आएको छ। होइन हामी लिँदैनौँ भन्दा पनि होइन, लिनुपर्छ। हेर्नुहोस् त, डेजो नेपालले तपाईँ हाम्रो लागि कति धेरै सोचेको छ। तपाईँहरूले लिनै पर्छ। तपाईँहरू चाहिँ तपाईँहरूको लाइफस्टाइल, डेजो नेपालमा जोडिनुभएका सम्पूर्णको लाइफस्टाइल परिवर्तन हुनुपर्छ भन्ने हिसाबले, लाइफस्टाइल चेन्ज हुनुपर्छ भन्ने हिसाबले लाइफ टाइम रिवार्डलाई चाहिँ कम्पनीले लन्च गरेको छ। अब हेरौँ कस्तो छ त लाइफ टाइम रिवार्ड, जसमा क्लब 1 देखि क्लब 1 देखि क्लब 17 सम्मको एचिभमेन्ट हामीले लिन सक्नेछौँ। म यो कुरा क्लियर गर्न चाहन्छु, हामीले कुनै पनि एउटा क्लब एचिभमेन्ट गरिसके पछाडि दोस्रो क्लब एचिभ गर्नको लागि हामीले फेरि स्टार्टिङबाट बिजनेस गर्नुपर्नेछ। र यो क्लब अघि मैले भन्दै थिएँ, एप बेबी प्लान हाम्रो डेली क्लोजिङ हुन्छ, विकली पे आउट आउँछ। तर हामीले यो क्लब अथवा लाइफ टाइम रिवार्ड हामीले जहिले एचिभ गर्छौँ, यसमा यो कम्पलसरी छैन हामीले एकै दिनमा गर्नुपर्ने अथवा हामीले एकै हप्तामा गर्नुपर्ने भन्ने छैन। हाम्रो जहिले एचिभमेन्ट हुन्छ, जहिले क्लब हामीले एचिभ गर्छौँ, तब हामीले यसको चाहिँ रिवार्ड लिन पाउनेछौँ। जस्तै क्लब 1 मा छ फर्स्ट स्टेप, यदि हामीले 2:1 को रेसियो यहाँ फुलफिल गर्छौँ भने, अथवा हामीले ए साइटमा अथवा एक साइटमा हामीले 15,000 एफबीबी र अर्को साइटमा 7,500 एफबीबी को जब हाम्रो म्याचिङ हुन्छ, जहिले हाम्रो म्याचिङ हुन्छ, तब हामीले क्यास रिवार्डको रूपमा हामीले क्यास रिवार्ड 1,600 रुपियाँ पाउनेछौँ। यसको मतलब यो नबुझ्नु होला कि हामीले अहिलेसम्म मैले भन्दै गरेको इन्कम टोटल 1,600 पाइने भन्ने होइन डियर फ्रेन्ड। अहिलेसम्म मैले भन्दै गरेको 3वटा शीर्षकको इन्कम पाएर पनि फेरि हामीले त्यही बिजनेसबाट हामीले लाइफ टाइम रिवार्ड अन्तर्गतको यो क्यास रिवार्ड पाउँदैछौँ, जहाँ 1,500 र 7,500 को जब म्याचिङ हुन्छ हामीले 1,600 रुपियाँ क्यास इन्सेन्टिभ पाउनेछौँ। अब जब हामीले क्लब 1 एचिभ गरिसक्यौँ, त्यस पछाडि हाम्रो फेरि क्लब 2 को लागि हामी फेरि स्टार्टिङ बिजनेस गर्नेछौँ। फेरि बिजनेस हामी जिरोबाट सुरु गर्नेछौँ र काउन्टेबल हुँदै गर्दा जब हाम्रो 22,500 एक साइडमा र अर्को साइडमा जब 22,500 को म्याचिङ हुन्छ, यहाँ हामीले क्यास रिवार्डको रूपमा 4,800 रुपियाँ पाउनेछौँ। हेर्नुहोस् त कति जबरजस्त छ। यो फेरि मैले एक्लैले गर्नुपर्ने होला भनेर नसोच्नुहोस्, टिम वर्कबाट गर्ने। हेर्नुहोस्, तपाईँ एक्लैले होइन, तपाईँ सँगसँगै तपाईँसँग जोडिनुभएका सम्पूर्ण तपाईँ मुनिका टिमहरूले गर्नुभएको बिजनेस पनि 100% काउन्टिङ भएर म्याचिङबाट हामीले यो क्यास रिवार्ड पाउने हो। त्यसै गरेर नेक्स्ट क्लब 3 मा छ, जब तपाईँको 45,000 एफबीबी को म्याचिङ हुन्छ, तब तपाईँले क्यास रिवार्ड भनेर 9,600 रुपियाँ तपाईँले क्यास रिवार्ड पाउनुहुनेछ। जब तपाईँको 45,000 को म्याचिङ हुन्छ, तब तपाईँले 9,600 को क्यास रिवार्ड पाउनुहुनेछ। लगभग डेजो नेपालमा पनि यो सम्मको लेभलको एचिभमेन्ट हुन सुरु भइसकेको छ, र अथवा चाँडै नै यो लेभलको एचिभमेन्टको लागि लिडरहरू पुग्दै हुनुहुन्छ। के तपाईँहरू पनि तयार हुनुहुन्छ यो एचिभमेन्टको लागि? आर यु एक्साइटेड? तयार हुनुहुन्छ? ओके 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 विशाल सर हुनुहुन्छ, हल्का कन्फ्युज छु भन्दै हुनुहुँदो रहेछ। ठिक छ, म तपाईँको कन्फ्युजलाई पनि म क्लियर गर्नेछु। यो सेसन पछाडि हामी क्वेसन एन्सर गर्नेछौँ। तपाईँको कन्फ्युजनलाई नोट गरेर राख्नु होला, हामी अन्तिममा क्लियर गर्नेछौँ सर। ओके, थ्याङ्क यू सबैजना एक्टिभली यो सेसनलाई लिइरहनु भएको छ। म सम्पूर्णलाई पनि फेरि पनि थ्याङ्क यू भन्न चाहन्छु। यो सेसन तपाईँहरूले एकदमै ध्यानपूर्वक लिइरहनु भएको छ। अब त्यसै गरी म अगाडि बढ्न चाहन्छु क्लब 4। हामीले क्लब 4 एचिभमेन्ट गर्नको लागि जब हाम्रो बिजनेस 1,12,500 बोथ साइडमा जब हाम्रो हुन्छ, अथवा हाम्रो 1,12,500 को म्याचिङ जब हुन्छ, तब हामीले क्लब 4 एचिभ गर्नेछौँ, जहाँ चाहिँ हामीले क्यास रिवार्ड अन्तर्गतको 24,000 रुपियाँ पाउनेछौँ। हेर्नुहोस् त, जब हामीले क्लब 4 एचिभ गर्दै गर्दा 1,12,500 को म्याचिङ हुनेछ,
जहाँ हामीले 1,12,500 को म्याचिङ गर्दै गर्दा 24,000 रुपियाँ चाहिँ क्यास रिवार्ड पाउनेछौँ। त्यति मात्रै होइन, हेर्नुहोस् यो त हाम्रो पकेट खर्च मात्रै हो। यहाँसम्म हुँदै गर्दा के छौँ हामी अब लिडर बन्ने तर्खरमा छौँ। हेर्नुहोस् यो सम्मको एचिभमेन्टलाई चाहिँ म के मान्छु भन्दाखेरि अब हामी लगभग लिडरको लागि तयार भइसक्यौँ। किन अहिलेसम्मको इन्कमले के गर्छौँ हामीले हाम्रो टिममा ट्रेनिङको लागि, मिटिङको लागि, होइन, नयाँ टिम क्रिएट गर्नको लागि हामीले यसलाई चाहिँ के गरिरहेका छौँ, हामीले इन्भेस्ट गरिरहेका छौँ। अब कम्पनीले सोचिसक्यो, हेर्नुहोस् अब यतिसम्म क्लब 4 सम्म एचिभ गरिसके पछाडि गर्ने लिडरले क्लब 5 मा पुग्दै गर्दा उहाँ प्रोफेसनल लिडर बनिसक्नुभयो। उहाँको लागि अब क्यासले मात्रै हुँदैन, प्रोफेसनल लिडर बन्नुपर्छ भन्नको लागि क्लब 5 बाट कम्पनीले चाहिँ हाम्रो चाहिँ लिडरसिपलाई अझ मजबुत बनाउनको लागि, हामीलाई चाहिँ प्रोफेसनलिटी तयार गर्नको लागि चाहिँ कम्पनीले जब क्लब 5 जब हामीले 2,25,000 को म्याचिङ गर्छौँ, जहाँ हाम्रो क्लब 5 एचिभ हुनेछ, जस अन्तर्गत हामीलाई क्यास रिवार्ड 48,000 रुपियाँ। हेर्नुहोस् यो त नट जोक, 2,25,000 को म्याचिङ भनेको एउटा प्रोफेसनलिटी र प्रोफेसनल लिडर भइसके पछाडि यो बिजनेस म्याचिङ हुनेछ, जहाँ हामीलाई क्यास रिवार्ड 48,000 रुपियाँ पाउनेछौँ, जसबाट हामीले हाम्रो आवश्यकता अनुसारको प्रोजेक्टर अथवा ल्यापटप, यो किन आवश्यक भयो सोच्नुहोस् त, किन कम्पनीले प्रोजेक्टर ल्यापटप राखिदियो भन्दा अब यतिसम्मको बिजनेस गर्ने भइसके पछाडि हामी जस्तो लिडरसँग आफ्नो ब्यागमा प्रोजेक्टर अथवा ल्यापटप हुन आवश्यक छ। हामीले प्लान प्रेजेन्टेसन गर्दै गर्दा हामीले गर्वको साथ हाम्रो ल्यापटप खोलेर हामीले प्रेजेन्टेसन गर्न अब यतिको म्याचिङ गर्न सक्ने लिडरको लागि आवश्यक छ भन्ने हिसाबले हामीले सोचेका थिएनौँ होला, तर डेजु नेपालले सोचिसक्यो। हेर्नुहोस् त्यसै गरेर नेक्स्ट अब यो हाम्रो क्रम बढ्दै जाँदा, हाम्रो बिजनेस बढ्दै जाँदा हाम्रो लिडरसिप पनि बढ्दै जानेछ र जस अन्तर्गत कम्पनीले क्लब 6 मा हेर्नुहोस् क्लब 6 एचिभमेन्ट गर्दै गर्दा जहाँ चाहिँ 5,62,500 को जब म्याचिङ हुन्छ हामीले क्लब 6 एचिभ गर्छौँ। अब क्लब 6 यानि कि 5,62,500 को म्याचिङ गर्दै गर्दा हामीले क्यास रिवार्ड भनेर 1,20,000 रुपियाँ, हेर्नुहोस् 1,20,000 रुपियाँ चाहिँ हामीले क्यास रिवार्ड पाउनेछौँ बाई पर्चेज फोन या मोटरसाइकल। हेर्नुहोस् अब हेर्नुहोस् यो किन कम्पनीले फोन जसमा पनि आइफोन नै राखिदिएको रहेछ, होइन, अथवा बाइक, राम्रो बाइक राखिदिएको छ, किन भन्दा हामीले क्लब 6 भनेको यो लेभलको बिजनेस जहाँ चाहिँ जहाँ चाहिँ 5,62,500 को म्याचिङ गर्नु भनेको चाहिँ एउटा गुड लिडरसिप गर्न सक्ने क्वालिटी भएको लिडरमा मात्रै पोसिबिलिटी छ, जहाँ चाहिँ हामीले अब सामान्य हाम्रो ट्राभलले यो एचिभमेन्ट लिन अथवा यो लेभलको बिजनेस गर्न पोसिबिलिटी छैन। हेर्नुहोस् किन कि यो एउटा पर्सनालिटी डेभलपमेन्ट, हाम्रो पर्सनालिटीले पनि देखाउँछ हाम्रो लिडरसिप अथवा हाम्रो बिजनेसलाई, जसमा चाहिँ हाम्रो चेन्ज हुन आवश्यक छ भन्ने हिसाबले पनि कम्पनीले चाहिँ यो आवश्यकता महसुस गरेर क्लब 6 मा चाहिँ 1,20,000 रुपियाँ क्यास रिवार्ड बाई पर्चेज फोन एन्ड अथवा बाइकको लागि कम्पनीले यो प्रोभाइड गर्दैछ। अब हेर्नुहोस् अझ जब हाम्रो बिजनेस अथवा हाम्रो टिम अथवा हाम्रो व्यवसाय बढ्दै जान्छ, हाम्रो आवश्यकतालाई कम्पनीले अटोमेटिक बुझ्दै गइरहेको छ। हेर्नु जुन ड्रिम कार, जहाँ चाहिँ क्लब 7 हामीले जब एचिभ गर्छौँ, जो एचिभ गर्नको लागि जब हाम्रो 15 लाख बिजनेस भोल्युमको एफबिबीको जब हाम्रो म्याचिङ हुन्छ, तब हामीले क्यास रिवार्ड भनेर 3,20,000 रुपियाँ चाहिँ हामीले क्यास रिवार्ड पाउनेछौँ बाई पर्चेज कार। ठिक छ, त्यसै गरेर नेक्स्ट अब हामीले त्यो सामान्य कारमा मात्रै चढेर लिडरहरूले भएन, अब अलिकति लिडरहरूको स्तर अथवा लाइफस्टाइललाई परिवर्तन गर्नुपर्छ भन्ने हिसाबले अलिकति लग्जरियस कारलाई चाहिँ कम्पनीले फोकस गरेको छ, जहाँ चाहिँ क्लब 8 छ। क्लब 8 मा चाहिँ जब हाम्रो 37,50,000 एफबिबी को जब हाम्रो म्याचिङ हुन्छ, तब हामीले क्लब 8 लाई एचिभ गर्नेछौँ, जहाँ चाहिँ कम्पनीले 8 लाख रुपियाँ क्यास रिवार्ड चाहिँ बाई पर्चेज कारको लागि भनेर कम्पनीले प्रोभाइड गर्नेछ। हेर्नुहोस् 8 लाख रुपियाँ क्यास चाहिँ कम्पनीले हामीलाई क्लब 8 एचिभ गर्दै गर्दा प्रोभाइड गर्नेछ, जहाँ चाहिँ हामीले अगाडिका 3टा शीर्षकका इन्कम सँगसँगै यो क्लब एचिभ गरेर प्लस 8 लाख रुपियाँ हामीले क्यास लिन सक्नेछौँ डियर फ्रेन्ड। त्यसै गरेर नेक्स्ट हेर्नुहोस् यो त अहिले डेजो नेपालमा, डेजो प्राइभेट लिमिटेडमा जताततै अहिले एकदमै सामाजिक सञ्जाल छाएको, सामाजिक सञ्जाल तातेको माहौल बनेको छ अहिले यो मुम्बई गुहा क्रुज टिम। अलरेडी हामी यसमा काम गर्दैछौँ।
हामी यो लगभग फर्स्ट मन्थ हामी एचिभ गर्न धेरैभन्दा धेरै लिडरहरू एचिभ गर्ने अवस्थामा छौँ, जस अन्तर्गत यदि हामीले क्लब 9 लाई एचिभ गर्यौँ भने हाम्रो सुरुमा क्यास रिवार्ड थियो, त्यस पछाडि हाम्रो आवश्यकता अनुसार अथवा हाम्रो बिजनेस अनुसारको हाम्रो आवश्यकतालाई परिपूर्ति गर्ने चिजहरू कम्पनीले हाम्रा आवश्यकताका चिजहरूलाई पनि समावेश गर्दै गर्दै अब क्लब 9 मा हामी यदि पुगिसके पछाडि जब हाम्रो 93,75,000 FBB को जब हाम्रो म्याचिङ हुन्छ, जब हाम्रो 93,75,000 को जब हाम्रो म्याचिङ, अब 93,75,000 को म्याचिङ गर्नको लागि चाहिँ अब कतिवटा अथवा नयाँ आइडी अथवा कतिजना चाहिँ तयार गर्नुपर्छ भन्ने कुरा पनि यहाँ कम्पनीले अलरेडी राखिदिइसकेको छ, जसमा चाहिँ हामीले 7,500 FBB को आइडी चाहिँ 1250 तपाईँ र तपाईँको टिम गरेर 1250 जनाको चाहिँ 7,500 ले आइडी एक्टिभेसन अथवा जोइनिङ गर्नुभयो भने तपाईँले 93,75,000 को म्याचिङ हुनेछ, जहाँ हेर्नुहोस् त, हेर्नुहोस् महँगो धातु, हेर्नुहोस् गोल्ड क्यास रिवार्ड 16 लाख रुपियाँ चाहिँ कम्पनीले बाई पर्चेज गोल्ड को लागि भनेर क्यास रिवार्ड चाहिँ कम्पनीले प्रोभाइड गर्दैछ। हेर्नुहोस् 16 लाख रुपियाँ, जहाँ कसैले आफ्नो करियरको आफ्नो जीवनकालभरि पनि सोचिरहेको नहुन सक्छ, जहाँ चाहिँ म 16 लाख रुपियाँसम्म कमाउन सक्छु एकैचोटि, जहाँ हामीले एकैचोटि एउटै चेक हामीले पाउन सक्छौँ 16 लाखको, जहाँ हामीले क्लब 9 एचिभ गरेका हुन्छौँ। त्यति मात्रै होइन डियर फ्रेन्ड, 16 लाख रुपियाँ क्यास इन्सेन्टिभ सँगसँगै कम्पनीले मुम्बई गोवा क्रुज ट्रिप 2 नाइट 3 डेज, त्यो पनि एक्लै होइन, हेर्नुहोस् त त्यहाँ कपल टुर, तपाईँ एक्लै होइन, हामी कपल टुर जानेछौँ मुम्बई टु गोवा क्रुज ट्रिप, जहाँ हामीले क्लब 9 एचिभ गरेका हुनेछौँ। अब तपाईँहरूले भन्न सक्नुहुन्छ कपल भन्ने बित्तिकै त म्यारिड होइन, पक्कै पनि 74 पार्टिसिपेन्ट देखिरहेको छु, हुन सक्नुहुन्छ 74 मा कोही न कोही अनम्यारिड, अनि हामीले चाहिँ भन्ने जिज्ञासा छ भने तपाईँले नियरेस्ट डियरेस्ट जसलाई पनि लिएर जान सक्नुहुनेछ। हेर्नुहोस् यो अपर्च्युनिटी हो जहाँ चाहिँ पोसिबल छ केवल डेजो नेपालमा, हामीले कमाउँछौँ पनि रमाउँछौँ पनि। केही झलक अझै पनि ताजा छन् थाइल्यान्डका भिडियो क्लिपहरू, जहाँ हामीले कति इन्जोयमेन्ट लिएका थियौँ एउटा टिम, झन्डै हामी 200 जनाको पार्टिसिपेन्टमा, भने त्यसलाई पनि मिट गर्ने गरेको यो मुम्बई टु गोवा क्रुजको ट्रिप कम्पनी लिएर आएको छ। त्यो थाइल्यान्डको भन्दा एक्साइटमेन्ट बन्नेवाला छ, बेग्लै मुभमेन्ट बन्नेवाला छ, सबैजना यसमा सरिक हुन सक्नुहुनेछ। हामीले क्लब 9 लाई एचिभ गर्यौँ भने पनि, सँगसँगै हाम्रो प्याकेजलाई क्वालिफाई गर्यौँ भने पनि। हामीसँग अघि मैले भनिसकेको छु क्लब 17 सम्म हाम्रो लाइफ टाइम रिवार्डको चाहिँ रिवार्ड प्रोग्राम छ। मैले क्लब 9 सम्मलाई मात्रै यहाँ समावेश गरेँ, यो भन्दा अरू रिवार्डहरू तपाईँहरूले पीडीएफ को माध्यमबाट र तपाईँहरूलाई जसले इन्भाइट गर्नुभएको छ उहाँहरूसँग बसेर बाँकी रहेको क्लबहरूलाई हेर्न सक्नुहुनेछ। यदि मैले अहिले नै सबै देखाएँ भने तपाईँहरूले हेर्नुहुनेछ। सो मैले हामीसँग भएको लाइफ टाइम रिवार्डलाई क्लब 9 सम्म मात्रै तपाईँहरूमा समावेश गरेँ। अब हेरौँ यो चार्टलाई। अब हेर्नुहोस् जुन मैले 4 किसिमको इन्कम, रिफरल इन्कम, मेन्टरशिप इन्कम, म्याचिङ इन्कम र लाइफ टाइम रिवार्डको जुन 4 किसिमको इन्कम एफबीबी प्लानमा गरेँ, चर्चा गरेँ, त्यसलाई चाहिँ कम्बाइन्ड रूपमा कम्पनीले राखिदिएको छ। हामीले कतिको म्याचिङ गर्यौँ भने टोटलमा कति इन्कम गर्छौँ भनेर। हेर्नुहोस् जस्तै म क्लब 1, जब हामीले क्लब 1 एचिभ गर्यौँ भने हामीले टोटलमा हाम्रो रिवार्ड, म्याचिङ, मेन्टर्स सबै कुरालाई जोडेर टोटलमा हामीले 2800 रुपियाँ इन्कम गर्ने रहेछौँ। हेर्नुहोस् त्यसै गरेर क्लब 2 जब हामीले 22,500 को यदि म्याचिङ गर्यौँ एफबीबी प्लानमा भने हामीले टोटलमा जसमा म्याचिङ इन्कम हुनेछ, मेन्टरशिप हुनेछ, रिवार्ड हुनेछ गरेर चाहिँ हामीले तपाईँको 10,200 रुपियाँ टोटलमा एकमुष्ट इन्कम गर्ने रहेछौँ। त्यसै गरेर क्लब 3 एचिभ गर्दै गर्दा हामीले 20,400 रुपियाँ इन्कम गर्ने रहेछौँ। त्यसै गरेर क्लब 4 हामीले म्याचिङ गर्दै गर्दा हामीले 51,000 रुपियाँ एप्रोक्स इन्कम गर्ने रहेछौँ। त्यसै गरेर हामीले क्लब 5 एचिभ गर्दै गर्दा हामीले 1,02,000 रुपियाँ। हेर्नुहोस् त यो 2800 बाट सुरु भएको क्लब 4 पुग्दै गर्दा, क्लब 5 पुग्दै गर्दा लाखौँमा पुगिसक्यो। अब तल झर्दै जानुहोस् क्लब 17, यहाँ त हेर्नुहोस् 100 मै छ, तर करोडवाला 100, 300 प्लस करोड हामीले चाहिँ यदि हामीले डेजो नेपालको एफबीबी प्लानको
क्लब 17 एचिभ गर्छौँ भने हामीले 300+ करोड हामीले एकमुष्ट लिन हामीले लिन सक्नेछौँ। के तपाईँहरू तयार हुनुहुन्छ 300+ करोड डेजवे बिजनेस गरेर लिनको लागि तयार हुनुहुन्छ? च्याट बक्स ओपन छ। वाउ वाउ ग्रेट। वाउ पक्कै पनि हामी यो 300+ करोडको भागीदार तपाईँ हामी सबैजना बन्नेछौँ, जसमा हामी किनकि डेजवे नेपालमा आबद्ध छौँ, हामी डेजवे फ्यामिलीमा छौँ। हामीले गर्व गर्नुपर्छ आज, जहाँ चाहिँ हामीले यति राम्रो बिग अपर्च्युनिटी जहाँ हामीले सोचेकै पनि छैनौँ। हेर्नुहोस् 300 करोड प्लसको हामीले टोटलमा इन्कम गर्न सक्नेछौँ। त्यो गर्दै गर्दा 300+ को टोटलमा इन्कम गर्दै गर्दा त्यति मात्रै सीमित छैन। हेर्नुहोस् हामीले युरोप, त्यो पनि फ्यामिली ट्रिप, कति दिनको? आधा महिनाको। हेर्नुहोस् त, सम्झिनुहोस् त, जहाँ हामीले क्लब 17 एचिभ गरिरहेका हुन्छौँ, हामीले रिकग्नाइजेसन, हामीले सम्मानित भइरहेका हुन्छौँ, हामीसँग 300+ को चेक हुन्छ, 300+ करोडको 300+ करोडको चेक हुन्छ, सँगसँगै 15 दिन हाम्रो फ्यामिली युरोप ट्रिप हुन्छ। वाउ वाउ, थ्याङ्क यू डेजवे। अब मैले एफबिबी प्लानलाई तपाईँहरूमा सेयर गरेँ। यदि कुनै पनि कन्फ्युजन छ भने मैले अघि पनि भनेको छु, लास्टमा हामी क्वेसन एन्सर गर्नेछौँ। यदि कुनै कन्फ्युजन रह्यो भने म मेरो प्रेजेन्टेसनलाई अगाडि बढाउन चाहन्छु। तरुण सर, तरुण सर भन्नु त। दीपक सर के छ, हामीसँग टाइम कति एभाइलेबल छ? टाइम छ सर, अहिले 9 बज्दैछ होइन? हजुर, 10 मिनट 10-15 मिनट गर्न सक्यो। ओके, त्यसो भए आरबिबी प्लानलाई पनि सेयर गरौँ सर। स्योर सर, गरौँ सर। ओके, गरौँ। ओके, यहाँ केही टर्म एन्ड कन्डिसनहरू छन् जसमा चाहिँ हामीले डेजवे नेपालको एफबिबी प्लानमा हामी सरिक हुँदै गर्दा हामीले ध्यान दिनुपर्ने केही टर्म एन्ड कन्डिसन छ। यो कुराहरू तपाईँहरूलाई अवगत नै छ र यो तपाईँहरूले आफूसँग रहनुभएको आफ्नो अफलाइनर अथवा आज तपाईँलाई जसले इन्भाइट गर्नुभएको छ उहाँको थ्रुबाट पनि यस्तो अझ डिटेलमा क्लियर हुन सक्नुहुनेछ। यहाँ केही टर्म एन्ड कन्डिसन छ जुन मैले सुरुमै पनि भनिसकेको छु। डेजवे नेपालको हामीले एफबिबी प्लानमा जोइनिङ गर्नको लागि मिनिमम 2500 एफबिबीले जोइनिङ हुनुपर्नेछ, जसमा चाहिँ हामीले यदि लाइफ टाइम रिवार्डलाई एचिभ गर्न चाहन्छौँ भने हामीले मिनिमम हाम्रो आइडी 5000 एफबिबीले हाम्रो आइडी टपअप अथवा अपग्रेड भएको हुनुपर्नेछ र हामीले चाहिँ त्यही साइटमा हाम्रो चाहिँ न्यू डिस्ट्रिब्युटर एक्टिभेसन अथवा जोइनिङ हुनुपर्नेछ अनिवार्य। त्यसै गरेर जुन एफबिबी प्लान अन्तर्गतको एभ्री डे क्लोजिङ हुनेछ र विकली पे आउट भन्ने छ। त्यसै गरी फर्स्ट फेयर 2:1 अथवा 1:2 र त्यस पछाडिको बाँकीको 1:1 को रेसियोमा म्याचिङ हुनेछ। र एफबिबी र आरबिबी हाम्रो ऱ्याङ्क एचिभमेन्टको लागि एफबिबी र आरबिबी दुईटै बिजनेसलाई चाहिँ हामीले अकुमुलेट गरेर हाम्रो ऱ्याङ्कलाई एचिभ गर्न सक्नेछौँ भने हाम्रो कुनै पनि हाम्रो प्याकेजलाई क्वालिफाइड गर्नको लागि एफबिबी र आरबिबी दुईटै बिजनेसलाई चाहिँ हामीले अकुमुलेट गरेर हाम्रो टुर अथवा हाम्रो प्याकेजलाई क्वालिफाइड गर्न सक्नेछौँ भने हाम्रो एफबिबी प्लान डेली क्लोजिङ विकली पे आउट भने हाम्रो आरबिबी भनेको एभ्री मन्थ क्लोजिङ हुनेछ, जसको बारेमा म चर्चा गर्नेछु। र बाँकी रहेका कुराहरू र यहाँ 8 नम्बरमा दिएको छ रिवार्ड आर नट ट्रान्सफरेबल। यो रिवार्ड ट्रान्सफर हुने छैन, यो जसले एचिभ गर्नुभएको छ उहाँले नै पाउनुहुनेछ लगायतको कुराहरूलाई कम्पनीले चाहिँ यहाँ टर्म एन्ड कन्डिसनको रूपमा राखिदिएको छ। तपाईँहरूले आफैले पनि यसलाई अध्ययन गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच। डेजवे नेपालको एफबिबी प्लानलाई यति सहज तरिकाले तपाईँहरूले लिइदिनु भएको छ। गेट स्टार्ट, गो एचएमएन, द मिलस्टोन, तपाईँहरू पक्कै पनि तयार हुनुहुन्छ यो एचएमएनको लागि। अब चर्चा गरौँ डेजवे नेपालको रिपर्चेज इन्कम यानि कि प्लान बी। यसमा पनि अघि मैले यसको विषयमा चर्चा गरिसकेको छु।
अब डेजो नेपालमा आबद्ध भएर हामीले रिपर्चेजमा अथवा पुनः खरिदमा जहाँ अहिलेसम्म हामीले काम गर्दै आइरहेको आरबिबी प्लानमा हामीले काम गर्दै गर्दा सर्वप्रथम हामीले पाउने भनेको रिटेल प्रॉफिट। हामीले रिटेल प्रॉफिट भनेको 10%, जसलाई चाहिँ हामीले डिपी र एमआरपी को मार्जिन पनि भन्ने गर्छौं। हामीले पाउने रेट डिपी डिस्ट्रिब्युटर प्राइस, र जसमा चाहिँ हरेक प्रोडक्टमा प्रिन्टेड एमआरपी रेट हुनेछ, जसको बीचको मार्जिन अथवा जिसको प्रॉफिट भनेको चाहिँ झन्डै 10% को एभरेज प्रोडक्टमा हेर्ने हो भने 10% को रिटेल प्रॉफिट पाउनेछौँ हामीले। त्यसै गरेर हाम्रो नेक्स्ट इन्कमको रूपमा छ फास्ट ट्र्याक बोनस, जसमा चाहिँ कम्पनीको टोटल टर्नओभरको 25% चाहिँ डिस्ट्रिब्युसन कम्पनीले गर्दैछ। तपाईहरुले यहाँ देख्न पनि सक्नुहुन्छ एक्जाम्पलको रूपमा जुन रहेको छ। कम्पनीको फास्ट ट्र्याक बोनसमा टोटल टर्नओभरको 25% चाहिँ डिस्ट्रिब्युसन हुनेछ, जसलाई एचिभ गर्नको लागि चाहिँ बोथ साइडमा यदि हामीले 2500 आरबिबी 2500 आरबिबीले जब हामीले यदि म्याचिङ गर्छौं भने हामीले 1 पोइन्ट पाउनेछौं, र जहाँ चाहिँ हाम्रो 1 पोइन्टको भ्यालु एभरेजमा हेर्ने हो भने 300 देखि 320 रुपैयाँको हुनेछ। एभरेज 300 देखि 320 रुपैयाँको हुनेछ। 1 पोइन्टको लागि 2500 बीबी को म्याचिङ हुन जरुरी छ। हामीले पर मन्थ 4000 पोइन्टसम्म हामीले लिन सक्नेछौँ। यो डेली हैन, मन्थली क्लोजिङ हुनेछ। हरेक महिनाको क्लोजिङबाट हामीले मन्थली क्लोजिङबाट हामीले हरेक टोटल महिनाभरिमा गरेको बिजनेसबाट हामीले 2500 को म्याचिङ गर्यौं भने हामीले 1 पोइन्ट, जसको भ्यालु लगभग एभरेज हेर्ने हो भने 300 देखि 320 रुपैयाँको हुनेछ, जसमा हामीले पर मन्थ 4000 पोइन्टसम्म लिन सक्नेछौँ। जस्तो हाम्रो 5000 को म्याचिङ भयो भने के होला, जस्तो 5000 को म्याचिङ भयो भने हाम्रो 2 पोइन्ट हुनेछ। 2 पोइन्टको भ्यालु 1 पोइन्टको 300 रुपैयाँ छ भने 2 पोइन्टको अभियसली 600 रुपैयाँ हुने भइहाल्यो। त्यसै गरेर हाम्रो जति धेरै बिजनेस त्यति धेरै हामीले पोइन्ट पाउनेछौँ, त्यति धेरै हाम्रो इन्कम पनि फास्ट ट्र्याक अन्तर्गत बढ्नेछ। अर्को मेन्टरशिप इन्सेन्टिभ, जहाँ चाहिँ मेन्टरशिप हेर्नुस्, यो शब्द तपाईहरुले अघि पनि सुन्नु भएको थियो, अहिले पनि सुन्दै हुनुहुन्छ। हेर्नुस्, मेन्टरशिप इन्कम अघि हामीले एफबीबीमा पनि सुन्यौं, आरबीबीमा पनि सुन्यौं। एउटै व्यक्तिलाई हामीले डेजो नेपालमा आबद्ध गर्दै गर्दा, डेजो नेपालको सिस्टममा ल्याउँदै गर्दा हामीले डबल मेन्टरशिप इन्कम पाउँदैछौँ। यो अरु कुनै पनि डाइरेक्ट सेलिङ कम्पनीमा छैन। हेर्नुस्, जहाँ चाहिँ एफबीबीमा हामीले 15% मेन्टरशिप पाउँदैछौँ भने आरबीबीमा हामीले मेन्टरशिप इन्कम पाउँदैछौँ, जहाँ चाहिँ हामीले 10% पाउनेछौँ। के को 10%? हामीले डाइरेक्ट स्पोन्सर गरेको व्यक्तिले अथवा डाइरेक्ट स्पोन्सर गरेको हाम्रो टिमले अथवा हाम्रो लिडरले फास्ट ट्र्याक बोनस अन्तर्गतको जति इन्कम गर्नुहुन्छ त्यसको 10% चाहिँ मेन्टरले मेन्टरशिप इन्कम पाउनुहुनेछ। त्यस्तो फर एक्जाम्पल हामीले यहाँ हेर्न सक्छौं, 10 जनालाई हामीले डाइरेक्ट स्पोन्सर गर्यौं र 10 जनाले चाहिँ पर व्यक्तिले फास्ट ट्र्याक बोनस अन्तर्गतको 32,000 रुपैयाँ मात्रै कमाउँदै हुनुहुन्छ एकजनाले भने 10 जनाले 3,20,000 रुपैयाँ कमाउनु भयो। 3,20,000 10 जनाले कमाउँदै गर्दा उहाँहरूले कमाउँदै गर्दा जसले मेन्टरशिप गर्नु भएको छ, जसले डाइरेक्ट स्पोन्सर गर्नु भएको छ, उहाँहरूको कमाईको 10% भनेको 32,000 रुपैयाँ चाहिँ उहाँले मेन्टरशिपबाट कमाउनु हुनेछ। हेर्नुस्, हामीले निश्चित समयसम्म मात्रै काम गर्यौं, जहाँ चाहिँ हामीले प्यासिभ इन्कमको रूपमा पनि यसलाई बुझ्ने गर्न सक्छौं। यसलाई हामीले प्यासिभ इन्कमको रूपमा पनि लिने गर्छौं आरबीबी प्लानलाई, जहाँ चाहिँ हामीले निश्चित समयसम्म हामीले काम गर्यौं र त्यसपछि हामी रेस्टमा रह्यौं भने पनि हाम्रो इन्कम रोकिँदैन। जहाँ हामीले धेरैभन्दा धेरैलाई स्पोन्सर गरेका छौं भने हाम्रो मेन्टरशिप इन्कमले नै हाम्रो ठूलो चेक बन्न सक्छ। त्यसै गरेर स्टार्टअप बोनस नेक्स्ट शीर्षकको इन्कम छ, जसको लागि चाहिँ हामीले जब हामीले 12,500 को एज अ होल मन्थमा म्याचिङ गर्छौं, जहाँ चाहिँ टोटल टर्नओभरको 6% डिस्ट्रिब्युसन कम्पनीले गर्नेछ, जसको लागि चाहिँ हामीले 12,500 को म्याचिङ गर्न आवश्यक छ। त्यसै गरेर नेक्स्ट ट्राभल बोनस, जसको लागि ट्राभल बोनस 6% टोटल टर्नओभरको रहनेछ। ट्राभल बोनस लिनको लागि हामीले जब हाम्रो टोटल मन्थमा 25,000 आरबीबी को हामीले म्याचिङ गर्यौं भने ट्राभल बोनस हामीले पाउनेछौं। त्यसै गरेर एक्टिभ बोनस 4%। यो एक्टिभ बोनस हामीले एचिभ गर्नको लागि आफू र आफ्नो टिम सहित गरेर जब हामीले 50,000 को म्याचिङ गर्छौं यदि कुनै महिना भने हामीले एक्टिभ बोनस पाउनेछौं।
जहाँ चाहिँ कम्पनीको टर्नओभरको 4% रहनेछ। त्यसै गरेर सुपर एक्टिभ बोनस। सुपर एक्टिभ बोनस जहाँ जब हाम्रो बोथ साइडमा 1 लाख आरबीबी को म्याचिङ हुन्छ एज अ होल मन्थमा एज अ टोटल टिम गरेर हाम्रो जब 1 लाख को म्याचिङ हुन्छ हामीले सुपर एक्टिभ बोनस पाउनेछौँ, जसमा चाहिँ कम्पनीको रिपर्चेज बोनस बिजनेस भोल्युमको टर्नओभरको 4% त्यो महिनाको बिजनेस भोल्युमको टर्नओभरको 4% चाहिँ कम्पनीले त्यो शीर्षकमा सुच्याउनेछ र हामीले यो एचिभमेन्ट सुपर एक्टिभ बोनसको इन्कम लिन सक्नेछौँ। अब यहाँ अहिलेसम्म तपाईहरुलाई मैले जहाँ सुपर एक्टिभ बोनससम्मको कुरा गरेँ, यहाँ तपाईहरुले जब एचिभ गर्नुहुन्छ, जब त्यतिको बिजनेस म्याचिङ गर्नुहुन्छ, तपाईले अटोमेटिकली त्यो शीर्षकको इन्कम पाउँदै जानुहुनेछ। अब त्यस पछाडिको केही यस्ता बोनसहरू छन् जसमा चाहिँ हाम्रो केही क्राइटेरिया रहनेछ, जस्तै कार बोनस। कार बोनस हुनको लागि हामीले कार बोनस पाउनको लागि हामीले बोथ साइडमा 1 लाख आरबीबी को म्याचिङ गर्न जरुरी छ, जुन चाहिँ रेगुलर 3 मन्थ हामीले 1 लाख बिजनेस भोल्युमको यदि हामीले रेगुलर 3 महिना हामीले म्याचिङ गर्छौं भने 4th मन्थबाट चाहिँ हामीले के गर्नेछौं, कार बोनस पाउनेछौं। म फेरि यो कुरालाई दोहोर्याउँदै छु, जब हामीले 1 लाख बिजनेस भोल्युमको रेगुलर 3 महिनासम्म हामीले म्याचिङ गर्यौं र चौथो महिना पनि हामीले 1 लाख बिजनेस भोल्युमको म्याचिङ गर्यौं भने कार बोनस अन्तर्गतको 6% जुन चाहिँ टोटल डिस्ट्रिब्युसन हुनेछ, जसले एचिभ गर्नुहुनेछ उहाँहरुलाई इक्वली डिस्ट्रिब्युसन रहनेछ। फेरि पनि दोहोर्याउँदै छु, 3 मन्थ रेगुलर 1 लाखको म्याचिङ र 4 मन्थ पनि हामीले 1 लाखको म्याचिङ गर्यौं र त्यसपछि हामीले फेरि यो कम्पलसरी छैन, फेरि हामीले चौथो महिना 1 लाखको म्याचिङ गर्यौं तर पाँचौं महिना सकेनौं, अब फेरि हामीले 3 महिना गर्नुपर्ने होला भन्ने होइन। वान टाइम 3 मन्थ हामीले कन्टिन्यू गरिसकेपछि त्यसपछि जब हामीले 1 लाखको म्याचिङ गर्छौं, हामीले सुपर एक्टिभ बोनस पनि पाउँछौं 1 लाखको म्याचिङमा प्लस कार बोनस पनि पाउँछौं। त्यसै गरेर नेक्स्ट हाउस बोनस। हाउस बोनस फन्डको लागि यसमा कुनै पनि क्राइटेरिया छैन, जसमा जब तपाईको 2 लाखको म्याचिङ हुन्छ, जब जुन महिना तपाईले हाउस बोनस चाहिँ टोटल टर्नओभरको 4% जति जना यसको एचिभमेन्ट लिनुहुन्छ उहाँलाई इक्वली डिस्ट्रिब्युसन रहनेछ। तपाई हामी सबैले एचिभमेन्ट लिन सक्नेछौँ जब हाम्रो 2 लाखको म्याचिङ हुनेछ। अब लाइफ स्टाइल बोनस हेर्नुस्, हाम्रो लाइफ स्टाइल चेन्ज हुनेछ डाइरेक्सन अथवा डेजवेबाट मैले सुरुबाटै भन्दै आइरहेको छु। जब तपाईको 2,50,000 2,50,000 बिजनेस भोल्युमको आरबीबी को म्याचिङ हुनेछ, यसमा पनि केही टर्म एन्ड कन्डिसन छ, जसमा चाहिँ यसलाई लाइफ स्टाइल बोनस तपाईले पाउनको लागि रेगुलर 3 मन्थ तपाईले 2,50,000 को म्याचिङ गर्नुभयो र चौथो महिना गएर पनि तपाईले 2,50,000 को म्याचिङ गर्नुभयो भने अब बल्ल तपाईले लाइफ स्टाइल बोनस पाउनुहुनेछ। तपाईले रेगुलर 3 मन्थ र 4 मन्थ पनि कन्टिन्यू गर्नुभयो, चौथो महिना पनि तपाईले चाहिँ 2,50,000 को म्याचिङ गर्नुभयो भने लाइफ स्टाइल बोनस पाउनुहुनेछ, जसमा चाहिँ कम्पनीको टोटल बिजनेस भोल्युमको इन मन्थ टर्नओभरको 4% डिस्ट्रिब्युसन जसले एचिभ गर्नुहुन्छ उहाँलाई इक्वली डिस्ट्रिब्युसन हुनेछ। त्यसपछि तपाईको जब जुन महिना तपाईको 2.5 लाखको म्याचिङ हुन्छ तब तपाईले अभियसली लाइफ स्टाइल बोनस पाउनुहुनेछ। त्यसै गरेर लिडरशिप बोनस, यो जबरजस्त बोनस छ, यसमा पनि टर्म एन्ड कन्डिसन सेम नै लागू हुनेछ। जब तपाईले रेगुलर 3 मन्थ 5 लाखको बोथ साइडमा म्याचिङ गर्नुहुन्छ आरबीबी, तब तपाईले चौथो महिना पनि गएर 5 लाखको म्याचिङ गर्नुभयो भने लिडरशिप बोनस कम्पनीको टर्नओभरको बिजनेस भोल्युमको टर्नओभरको 4% डिस्ट्रिब्युसनको इक्वली डिस्ट्रिब्युसन चाहिँ एचिभ गरेर रहनेछ, जहाँ तपाईले रेगुलर 3 मन्थ गरेपछि चौथो महिनाबाट पाउनुहुनेछ। अब आउनुस् एनुअली रोयल्टी बोनस। हामी कुरा गर्छौं नि डाइरेक्ट सेलिङमा चाहिँ प्यासिभ इन्कम अथवा लोयल्टीको कुरा विशेष गरी चर्चा हुने गर्छ, जहाँ चाहिँ हामी छँदा र हामी नरहँदा पनि भन्ने गर्छौं। डाइरेक्ट सेलिङमा त पुस्ता हस्तान्तरण हुन्छ, अहिले हामीले मेहनत गरेका छौं तर यो मेहनत हाम्रो लागि मात्रै नभएर हाम्रा सन्ततिको लागि पनि त हो भन्ने कुरा हामीले उदाहरण प्रस्तुत गरिरहेका हुन्छौं। हो त्यो उदाहरण हो एनुअली रोयल्टी, जहाँ चाहिँ कम्पनीले
एकदमै राम्रो लोयल्टी लिएर आएको छ। कम्पनीको टोटल टर्नओभरको 4.5% डिस्ट्रिब्युसन हुनेछ। कम्पनीको वर्षभरिको टोटल बिजनेस भोल्युमको टर्नओभरको 4.5% एनुअली लोयल्टी शीर्षकमा छुटिनेछ र जसले एचिभ गर्नुहुनेछ उहाँहरूले त्यति बेलाको बिजनेसको हिसाबले उहाँहरूले चाहिँ यो एचिभमेन्ट लिनुहुनेछ। हेर्नुहोस्, अब यसमा यो एचिभमेन्ट अथवा एनुअली लोयल्टी लिनको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दा टोटलमा वर्षभरिमा कुनै महिना तपाईँले जुन हिसाबले बिजनेस गर्नुभएको छ त्यो महिना बिजनेस म्याचिङ गरेर इन्कम त लिनु नै भएको छ। त्यही बिजनेसबाट हेर्नुहोस्, त्यही बिजनेसबाट यदि तपाईँले वर्षभरिमा 25 लाख बिजनेस भोल्युमको यदि म्याचिङ गर्नुभएको छ भने तपाईँ एनुअली लोयल्टीमा प्रवेश गर्नुहुनेछ। हेर्नुहोस्, एनुअली लोयल्टीमा प्रवेश गर्नुहुनेछ। तपाईँले प्रत्येक महिना गर्नुभएको बिजनेसको प्रत्येक महिना इन्कम त लिनु नै भएको छ। सँगसँगै प्रत्येक महिनाको बिजनेसलाई अकुमुलेट गर्दै जोड्दै गरेर जब यदि वर्षभरिमा हाम्रो 25 लाखको म्याचिङ हुन्छ भने हामी एनुअली लोयल्टीमा पुग्छौँ। एनुअली लोयल्टी कम्पनीको टर्नओभरको 4.5% डिस्ट्रिब्युसन हुनेछ। त्यति बेलाको भोल्युम अथवा त्यति बेलाको तपाईँको के चाहिँ बिजनेसको हिसाबले हाम्रो इन्कम पनि त्यति बेला नै डिक्लेयर हुनेछ, कति हाम्रो चेक बन्नेछ एनुअली लोयल्टी। अब तपाईँहरूको जिज्ञासा हुनसक्छ 25 लाखको भयो भने त मेरो 50 लाखको म्याचिङ भयो भने चाहिँ, यदि तपाईँको 50 लाखको म्याचिङ भयो भने कम्पनीले 25 लाखको म्याचिङलाई 1 पोइन्ट मान्नेछ। तपाईँले 50 लाखको म्याचिङ भयो भने तपाईँले 2 पोइन्ट पाउनुहुनेछ। जति फर एक्जाम्पल 25 लाखको म्याचिङ हुँदै गर्दा हाम्रो 5 लाख रुपियाँ एनुअली लोयल्टी बन्नेवाला छ भने यदि कसैको 50 लाखको म्याचिङ भयो भने उहाँले 10 लाख रुपियाँ पाउनुहुनेछ। भनेपछि हाम्रो जति धेरै बिजनेस हाम्रो ग्रोथ हुन्छ, बिजनेस हाम्रो एनुअली क्लोजिङ हुन्छ, हामी जति ठुलो एनुअली क्लोजिङ गर्छौँ जनवरी टु डिसेम्बर, जति ठुलो हामीले क्लोजिङ गर्छौँ त्यति ठुलो हाम्रो एनुअली लोयल्टी बन्नेछ। हेर्नुहोस्, र अर्को कुरा जुन अघि मैले जोड्दै थिएँ, हामी सदा त हामीलाई छँदैछ, हामी नरहँदा पनि हामीले एनुअली लोयल्टी पाउँछौँ। कसरी? यदि मैले डेजोको करियरमा डेजो बिजनेस गर्दै गर्दा एनुअली लोयल्टीमा कुनै पनि एउटा समय प्रवेश गरेको छु अथवा एनुअली लोयल्टी मैले कुनै पनि एकचोटि समय मैले एनुअली लोयल्टी लिएको छु भने र त्यस पछाडि इनकेस मेरो एब्सेन्सी हुन्छ अथवा म रहदिनँ अथवा मेरो डेथ हुन्छ भने मेरो नोमिनीले यो एनुअली लोयल्टी लाइफ टाइमसम्म पाइरहनु हुनेछ। 1 पोइन्ट बराबरको एनुअली लोयल्टी लाइफ टाइमभरि पाइरहनु हुनेछ, मेरो बिजनेस भए पनि नभए पनि। हो, यो हो प्यासिभ इन्कम अथवा पुस्ता हस्तान्तरण। हेर्नुहोस्, अहिले हामीले मेहनत गरेर गरेको बिजनेसले भोलि के गर्न सक्छ, मेरो फ्यामिलीलाई सेक्योर गर्न सक्छ, जहाँ चाहिँ हामीले फाइनेन्सियल सेक्युरिटीको कुरा गरेका थियौँ। हो, यही हो फाइनेन्सियल सेक्युरिटी पनि डियर फ्रेन्ड। अब आउनुहोस्, यस्तै अब लोयल्टी रिवार्ड प्रोग्राम तपाईँहरूलाई थाहा नै छ, मैले यसको विषयमा धेरै चर्चा गरिनँ। लोयल्टी प्रोग्राम जुन चाहिँ हामीले मेगा लोयल्टी प्रोग्रामको रूपमा हामीले लिने गरेका छौँ, जसमा चाहिँ रेगुलर 4 मन्थसम्म कुनै एउटा भनेको मिनिमम 2400 देखि म्याक्सिमम 12,000 सम्मको पर्चेस गर्दै गर्दाखेरि रेगुलर 4 मन्थसम्म हामीले पर्चेस गऱ्यौँ भने 5th मन्थमा एभरेज प्रोडक्ट यदि 16,000 वा सोभन्दा माथिको बिलिङ छ टोटलमा भने हामीले 100% 1 मन्थको, यदि 16,000 भन्दा कम छ भने हामीले 70% हामीले एभरेज 1 मन्थको चाहिँ हामीले लोयल्टी पाउनेछौँ। यसमा मैले यदि अब इन्कम चाहिँ कस्तो गर्न सकिन्छ अथवा कस्तो खालको जोइनिङ लोयल्टी प्रोग्रामलाई लिएर भन्ने कुरालाई मैले राखेको छु, योलाई मैले स्किप गरेँ किनकि हाम्रो समय धेरै बितिसकेको छ। यसरी नै यदि तपाईँले 25 जना कन्ज्युमर मात्रै महिनामा 1,000 रुपियाँ अथवा 4 देखि 5,000 रुपियाँको पर्चेस गर्ने 25 जना कन्ज्युमर मात्रै तयार गर्नुभयो भने पनि तपाईँले एप्रोक्सली 10 देखि 12,000 रुपियाँको इन्कम गर्न सक्नुहुनेछ। त्यसै गरेर 50 जना मात्रै कन्ज्युमर, तपाईँको एकजना कन्ज्युमरले महिनामा 4 देखि 5,000 रुपियाँ बराबरको पर्चेस गर्ने कुनै पनि प्रोडक्ट पर्चेस गर्ने तपाईँले कन्ज्युमर तयार गर्नुभयो भने एप्रोक्सली 18 देखि 20,000 रुपियाँको इन्कम गर्नुहुनेछ। त्यसै गरेर 100 जना कन्ज्युमर भयो तपाईँ र तपाईँको टिम गरेर भने एप्रोक्सली 45 देखि 5,000 रुपियाँको इन्कम गर्नुहुनेछ। त्यसै गरेर 200 जना कन्ज्युमर महिनामा एकजनाले 4 देखि 5,000 रुपियाँको मात्रै पर्चेस गर्ने भयो, 200 जनाको कन्ज्युमर बोथ साइडमा भने लगभग एप्रोक्समा हेर्ने भने हामीले 80 देखि 90,000 रुपियाँको इन्कम गर्न सक्नेछौँ। अब यो कुरालाई म थोरै जोड्छु। अब इलिजिबल भनेर जुन दिएको छ, इलिजिबिलिटी भनेर, जसमा चाहिँ यदि हाम्रो ऱ्याङ्क वाइज
डेजो नेपालमा त हरेक बिजनेसलाई जोड्दै गएर एकुमुलेट हुँदै गएर हामीले पोस्ट एन्ड पोजिसन पाउँछौँ। त्यो पोस्ट एन्ड पोजिसनको हिसाबले हामीले यदि आरबिबीमा को म्याचिङबाट इन्कम लिँदैछौँ भने हरेक महिना हाम्रो ऱ्याङ्क अनुसार हामीले मिनिमम हामीले सेल्फ कोडमा अथवा हाम्रो आइडीमा बिलिङ गर्न आवश्यक छ, जसमा चाहिँ डिस्ट्रिब्युटरदेखि सिल्भर एक्जिक्युटिभ यदि हुनुहुन्छ भने 250 आरबिबी, गोल्ड डाइरेक्टर हुनुहुन्छ भने 500 आरबिबी र रुबी डाइरेक्टरदेखि डायमन्ड प्रेसिडेन्ट हुनुहुन्छ भने 1000 आरबिबी र ब्लू डायमन्डदेखि डेजो एम्बेसडरसम्मले 2000 आरबिबी चाहिँ हाम्रो आइडीमा हामीले एभ्री मन्थ बिल गर्न जरुरी छ डियर फ्रेन्ड। र यो कति पनि होइन, लगभग हामीले हेर्ने हो भने 1000 आरबिबी भनेको त तपाईँको हामीसँग भएको एउटा रिजबेरी मात्रै खरिद गर्ने हो भने पनि हामीले 1000 भन्दा माथिको हाम्रो आइडीमा हुनेछ। यो कुनै पनि ठुलो चाहिँ क्राइटेरिया पक्कै पनि तपाईँहरूले मान्नुहुन्न र हामीले मान्दैनौँ भन्दै मैले मेरो सेसनलाई यहीँ बिट मार्न चाहिँ धेरै समय भइसकेको छ, धेरैजनाले साथ दिनुभएको छ र सबैजनाप्रति म आभार व्यक्त गर्दै मेरो सेसनलाई म यहीँ अन्त्य गर्न चाहन्छु। यदि तपाईँहरूलाई कुनै पनि जिज्ञासा छ आजको प्रेजेन्टेसनमा, आजको प्लान प्रेजेन्टेसनमा भने